तिमी लेख त ल क गर त यही क भन ख ग गाइज मेरो चाहिँ एक्जाम हुँदैछ है अनि म चाहिँ पढ्न बसेको म पढ्न बस्दाखेरि चाहिँ नानीलाई पनि म सँगसँगै पढ्न पऱ्यो अरे ए भन्दियो बी गुड भन देखाइदेऊ यहाँ हेर त बेबी बेबी गुड बेबी हजुर भन यहाँ हेर न त नि क्यामेरामा उता गुड भन्दियो गुड स्याबास नानी मामु स्याबास भन ओइ मेरोमा होइन मेरो कपमा होइन नानीकैमा मात्र यस्तै चाहिँ हजुरहरू पनि नानीलाई पढाउनु पर्ने छ भनेदेखि चाहिँ बेटर पढ्नु होला सक्कु गरिसक्यो आमै कस्तो राम्रो कलर गरेछ नानीले त माम पनि पढ्ने नानी पनि पढ्ने है यता हेर त गुड गरिदिनु ल स्याबास नानी तिमी पनि स्याबास भन गुड नानी यहाँ हेर बेबी गुड त्यसरी होइन नि त यहाँले त हेर्नु न म देखाइदिन्छु यसरी लिऊ हो त्यसरी ल फेरि नानीलाई म सँगसँगै 1 2 3 3 4 5 5 6 पनि लेख सबै वा हेर यहाँ त बेबी हेर बेबी मरिसायो अब हे गाइज म चाहिँ यहाँ पढ्दैछु अनि मेरो छोरी पनि मैले गरेर देखेर पढ्दैछु ए हो चबेले भने के हो एबीसीडी भन न बरु के लेखेको छ त्यहाँ भन त मलाई एकछिनमा आउँछौ ल जाऊ एकछिनमा आऊ ल बाई ले एकछिनमा आऊ ल जाऊ नानी त